एभ्रिवान, आजको हाम्रो ईद घुमघाम समुद्रतिर अँध्यारो हुन लागिसकेको छ। समुद्रको नजारा हेरेर इन्जोय लिनु है गाइस। साउदीको भिडियो السلام عليكم. وعليكم السلام. كيف الحال؟ كويس؟ والله كويس. انت فين؟ انا سعودية. كيف سعودي كويس؟ والله سعودية كويس مية مية، بحر من كل شيء فيها كويس. كله مية مية؟ كله مية. انت متى سفر؟ انا سفر 1 سنة. حبوا يمن ولا ما في حبوا؟ حبوا يمن، حبوا السعودية. كله؟ كله. من موجود بيت نفر من موجود؟ فين؟ بيت يمن ولا هي يمن؟ يمن موجود حرمة، موجود بزرة، موجود بابا، موجود ماما، ايوه موجود كله. انت بيت حبوا زيادة من نفر؟ انا احب حرمة. حرمة بس؟ حرمة بابا ماما. رقم واحد حبوا من؟ حبوا بابا وماما، بعدين حرمة، بعدين أولاد بزرة. ايوه كله كويس مية مية. दादा साउदी कस्तो लाग्यो तपाईँलाई? साउदी त गाह्रो छ नि, गाह्रो छ मात्र छ, के गर्नु। गर्मी कतिको छ? गर्मी त लास्टै छ नि, के भन्नु। कतिको याद आयो घरको? घरको त जब साउदी छिर्यो अनि याद आइरह। सबैभन्दा बढी याद कसको आयो? रक्सीको लास्ट याद आउँछ नि। अरू नजिस्किकन रक्सी भन्दा नि परिवारमा कसको याद आयो बढी? परिवार भन्दा नि खास रक्सीको याद आइरह। बुढीको यस्तै छोरीको पनि याद आइरह। अहिले ठ्याक्कै मागेर पाउने भए कसलाई माग्थ्यो अगाडि? मागेर पाउने भए त पैसा अनि अनि रक्सी हानेर राख्थे, बुढीलाई हानेर राख्थे, इन्जोय गरेर बस्थ्यो है। छैन साउदी केटीले मान्दैन, गाह्रो छ। ऋषभ दाइ साउदी कस्तो लाग्यो तपाईँलाई? अरबीमा सोध न। नेपालीले हेर्ने भिडियो भलक हो अनि कहाँ अरबीले हो त नि। साउदी कस्तो लाग्यो? अरबी साउदी राम्रो छ हैन, हुनेको लागि राम्रो छ, नहुनेको लागि खराब छ। कमाइ खानको लागि साउदी ठिक कि नेपाल? पैसा बचाउनको लागि साउदी ठिक छ, घुमी खानको लागि दुबई कतार कुवेत ठिक छ हैन। अरु हामी त कमाउन आए मान्छे हो नि त, हामी त कमाउनको लागि कमाउन पनि हैन, हामी घुम्न आएको, हामी टुरिस्ट हो। म त आज पो घुम्न आयो त नि। अनि भन अरु। अहिले मागेर पनि सबैभन्दा अगाडि पहिला के माग्थ्यो? म यो समुद्रमा पौडी खेल्न पाए हुन्थ्यो भनेर माग्थे। होइन मैले भनेको फ्यामिलीमा अगाडि अहिले देखेर ठ्याक एकजना मात्र पाउने भए के माग्थ्यो अगाडि? हेर भाइ, संसारमा पैसा नै फ्यामिली हो, फ्यामिली नै पैसा हो। मनी है तो फैमिली है और कुछ भी नहीं है, बुझ्यौ? त्यही भएर पैसा माग्थ्यो अगाडि। अरू सबैभन्दा घरमा मिस कसको बढी छ? छोरीको। ल तपाईँ साउदी आएको कति दिन भयो? म साउदी आएको 12 घन्टा नि भएको छ। तपाईँ त भर्खर नेपालबाट आउनु भएको साउदी, नेपाल बसाइ कस्तो भयो? अबि छोड्दै न, कोही नगर नेपालको बसाइ। कति पैसा आफ्नो साथमा भयो भने चाहिँ नेपालमा टिक्न सकिन्छ रहेछ। 3 महिना छुट्टीको लागि सब चिज सेटल गरेर भएर अब डेढ दिन बाहिर पैसा भन्ने चिज आफ्नो उयसमा भर पर्ने कुरा हो। तिमी कति खर्च गर्न सक्छौ। गुड। मैले एक दिनमा 60,000 सके हैन। अब कहाँ सके मलाई थाहा छैन, तर सक्यो। त्यस्तै पैसा त्यो आफूमा भर पर्ने कुरा हैन। 1 लाख रुपैयाँ म 10 महिनासम्म बस्छ नि सक्छ। गुड। अरु केही 1 मिनेट भनेको 3 मिनेट बनायो तिमी। सलाम वालेकुम। वालेकुम सलाम, ईद मुबारक। अनि तिमीलाई नेपाल कहिले जाने हो? नेपाल अब दसैँमा जाने हो, सबै घर फ्यामिलीको याद आइरह। नेपाल जाने कति पैसा बजेट बचाएको छौ?
छैन दा यार सुक्को छैन अब काम गरेको पैसा बचाएर चाहिँ नेपाल घर बनाइ गयो अनि पैसा किन चाहियो तिमीलाई घर बनाए जस्तो अनि नेपालबाट आउने कि नआउने साउदी अब आउने नि त यार नेपाललाई केही गर्न सकिन्न केही नसकेर नि साउदी आएर केही भए फेरि अब अन्त त के सोच्नु साउदी जाने कि आउने कि दुबई जाने साउदी आउने त हामी कमाउने मान्छे साउदी त न प्लेनमा सबै बङ्गाली मात्र हुन्छ होइन केही फरक पर्दैन दुबई कुवेतको फ्लाइटबाट केटीहरू टन्नै थियो होइन नआउँदो साउदी केटीको मतलब भएन घरमा बुढी छ त यार कसै आँखाले त आनन्द त पाउँछ नि त यार यहाँ हेर त केही देख्छौ म त जाँदा आउँदा नि चस्मा लगाएर हो जाँदा नि चस्मा लगाएर जाने हो कालै अन्त देख्छु मैले अरू अनि अहिले स्यालेरी कति छ तिम्रो साउदीमा स्यालेरी त नखला भनेर अरू के सोध्नु भन नि त स्यालेरी राम्रै छ नेपालमा के भन्नु मलाई आउँदैन 1 इन्टरभ्यू लाख दिने क्रस हुन्छ राम्रै छ के आएको सोध्नु 2.5 वर्ष भयो थाहा छैन आएन मलाई आना माफी मालुम मालेस बाई बाई याल्ला भाइ गाइस म चाहिँ साउदीतिर छु साउदीको रातिको नजारा साथीहरू यसरी बसिरहनु भएको छ वर्षमा 2 दिन छुट्टी हुन्छ त्यही पनि ईद पर्नुपर्छ कहिले कसो छुट्टी हुँदा साथीभाइसँग यसो रमाइलो घुमघाम घर फ्यामिली सबैलाई धेरै मिस गरेको छु मेरो आफन्तहरू सबैलाई मिस गरेको छु धेरै यस्तै छ साउदी एक दिन भयो नि मन भुलाउन बाहिर निस्कियो आज नेपालमा केही गर्न सकिएन विदेश आयो परिवारलाई सम्झ्यो त्यही चलिरहेको जिन्दगी गर्न केही सकिन जति सोचिरहेको थियो सपना त्यतिमै छ सपना कहिले पुरा हुँदैन तर एउटा मात्र लक्ष्य पुग्नुपर्छ सपना पक्कै पुरा हुन्छ धेरै सपना चाहिँ देख्नु हुँदैन आफूले देखेको एउटा सपनाबाट त्यो पुरा नहुन्जेसम्म त्यही सपनामा सीमित हुनुपर्छ सपना पक्कै पनि पुरा हुन्छ यति रमाइलो माहौल छ यो माहौलमा परिवार छैन फ्यामिली छैन साथमा आफूलाई माया गर्ने मान्छे छैन सबैको धेरै याद आइरहेछ मिस यु लभ यु अल माई फ्यामिली साथीहरू यसरी बसिरह माया गर्नु राम्रो माया गर्न छोडेपछि नराम्रो म यस्तरी छु के भनेको त्यो नेपालीमा भन त हेलो गाइस हामी चाहिँ साथीहरूसँग छौँ अहिले चाहिँ यहाँ पनि नेपाली 3जना छौँ यो साउदीको नजारा